हेलो एभ्रिवान। आज चाहिँ मेरो दर्पणले टाउकोमा चम्पी गरिदिँदैछ। उसलाई चाहिँ गरी मागेको आज मैले मजाले टाउको सन्चाउने गरी गरिदिँदैछ। लाग्छ है, टुपी पनि रातो रातो लाग्छ, टुपीमा पनि लाउनुपर्छ। टुपीमा लगाइसकेको तेल भित्र यस्तो यस्तो भित्र तेल भेट्यो। तर मेरो अहिले अलिक यो कोकोनट ओइलले अलिक राम्रो भएको जस्तो लाग्दैन हौ है। अस्ति कस्तो थियो अलिक देखना भएको छ। के भएको छ? अलिक बाग्लो त्यस्तै लाग्दैछ मलाई। अस्ति कस्तो थियो क्या हौ, आजभन्दा 5-6 महिना आउँदाखेरि कस्तो रुखे बाल थियो है। चकोस् न, तिम्रो आमालाई मगाइदिनु नि अन्त। त्यही त नि, आज मगाइदिउँ आमालाई। भ्याउँदैन, म घर जाने बेला भइसक्यो। होइन हौ, अन्त अनिल भाइको गाडीमा लगिदिन्छु नि। हुन्छ होइन, यस्तो अघिको जस्तो माथि सबै गरेर माथि ल। यहाँ पो गरिदिन्छ भनेर सोचेको। तीन उयो गर न, यस्तो सट्टै हाल त्यसलाई, फेरि एक गर, अझै एक गर, 3 गर्छु नि त म त्यसलाई पनि। अझै 3 पल्ट गर्यो, 2 अब 1 भयो। हुँदैन, 2टा मात्रै भयो। थ्याङ्क यू। हुन्छ 2टालेमा हुँदैन, 3टा गर। आज चाहिँ मेरो ओइल मसाज दामी भयो। दर्पणले दामी गरिदियो, शान्ति भयो। यस्तो दामी मसाज गरिदियो दर्पणले आज मेरो टाउको।